गुड मर्निङ। हामी चाहिँ अबको ट्रेक सुरु गर्न लाग्यो। यहाँबाट चाहिँ हामीले काँडेसम्म पठाउ बुक गरेको छ। केटाहरू यहाँ छ होइन। अब हामी निस्केको ट्रेकिङको लागि। कति चाँडो हेर दाइ, तपाईँ भर्खरै फोन गर्नुभएको थियो, ठ्याक्कै आउनुभएछ। यो हाम्रो होटल हिजो बेलुका स्टे गरेको। अहिले 6 बजेको छ बिहानको। सो आजबाट ट्रेक सुरु। यहाँबाट हामी काँडेसम्म पठाउमा जान्छौँ अनि त्यसपछि चाहिँ यहाँ एउटा सधैँ धन्यवाद। हजुर बेरो बेरो स्पिकर खसेछ। यो मेरो भेट्ने हिँड्ने हो। ल ल भयो पैसो पैसो कति रे पैसो? ए यहाँ रहेछ नि त यो अस्ट्रेलियन बेस क्याम्प भन्नाले। ट्रक यहाँबाट ट्रक लाएर चट लाएर सर्लक सर्लक अब यसरी। यो काँडे होइन, यो त काँडे होइन। ल हामी काँडेमा आइपुग्यो रहेछ। अब हामी यहाँबाट सर्लक्क हिँड्छौँ अस्ट्रेलियन बेस क्याम्पको लागि। हामी तातिसक्यौँ, लट्ठी सबै बोकिछौँ। अब चाहिँ आउँछ रमाइलो। अब रियल ट्रेक चाहिँ अब हुन्छ होइन। रियल ट्रेकिङ चाहिँ अब हुन्छ। चतर चतर खोइ चतर उता 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 यता होइन भने उता कहाँ यता आउनु खोजेको है फेरि। ल उता 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 देखियो। ल अब बाटोमा यस्तो रमाइलो देखिँदै नै राख्छन्। अब बाटोमा यस्तो रमाइलो देखि नै राख्छन्। यो त सुरुवात मात्रै। कति रमाइलो है। सक्छ त अब सक्दैन नि फेरि। वेलकम टु काँडे भनेर लेखेको रहेछ। ए आज पुग्छ त हामी। कहाँ हो यो? वे टु अस्ट्रेलियन बेस क्याम्प। यहाँ चाहिँ यस्तो रहेछ। जस हामीलाई चाहिँ के लागिरहेको थियो भने नयाँ हामी सबै 3जना फर्स्ट टाइम हो। सो वी वर कन्फ्युज। हामी चाहिँ कन्फ्युज भइरहेको थियौँ। बट यु नो अल द जङ्सन त्यहाँ चाहिँ लेखेको हुँदो रहेछ यहाँबाट यहाँ जाने भनेर। सो त्यसले गर्दाखेरि चाहिँ इट्स मोर इजी। अनि टु पोखरा टु काँडेमा चाहिँ हामीले पठाउकोसँग चाहिँ 18मा डिल गरेको थियो र हामीले चाहिँ 2 दिएर पठाएको थियो दाइलाई। राम्रो बोल्नु भएको थियो। बिकज अफ द्याट केटाहरू फोटो खिच्दैछ, म हिँड्ने रहेछ। ओके, दिस इज द रियल ट्रेक। सो किप वाचिङ। अझै रमाइलो हुँदैछ, हुनेवालामा छ। तपाईँहरूलाई पनि अब यो भ्लगमा सबै कुराहरू बताउनेछौँ। हामी कसरी आयौँ होइन, कति कस्ट लाग्यो, तपाईँहरूलाई पनि थाहा हुन्छ कसरी जाने भन्ने कुराहरू। सो किप वाचिङ, स्टे ट्युन। हिँडेको 15, 20, 25 म्याक्सिमम् हिँड्यो होला। हालत यस्तो भइसक्यो। 2 दिन हिँड्नु छ अझै। गाह्रो छ हजुर, गाह्रो छ अझै। यहाँ के लेखेको छ? गोल डाँडा रे। वेलकम टु। अब बाटो चाहिँ राम्रो छ। बाटो चाहिँ मजा चाहिँ आइरहेछ।
स्टामिना हुनु चाहिँ जरुरी छ। यतिकै ट्रेक गर्छ भनेर चाहिँ नाइ हुन्छ, गाह्रो। हिँड्ने मान्छेहरूलाई नसक्नेहरूलाई गाह्रै छ। अझै 35 मिनट्स लाग्छ रे अस्ट्रेलियन बेस क्याम्प पुग्न। अस्ट्रेलियन क्याम्प 35 मिनट्स स्टिल। त्यहाँ गएर चाहिँ ब्रेकफास्टको प्लान छ, हेरौँ के हुन्छ। अस्ट्रेलियन बेस क्याम्प सोध्नु त एकजनालाई। यहाँनिर अस्ट्रेलियन बेस क्याम्प, यहाँनिर हिमाल। ओ माई गुडनेस, खत्रै छ खत्रै। फर्स्ट अस्ट्रेलियन बेस क्याम्पमा ब्ल्याक अमेरिकानो ठिक छ, धन्यवाद। ओके, दिस इज अस्ट्रेलियन बेस क्याम्पको भ्यू। अनि यो हाम्रो ब्रेकफास्ट। अनि केटाहरू पुरा भिडियो खिच्दैछ। अनि अहिले लगभग 10-15 मिनट भयो होला हामी बसेको, रमाइलो भइरहेको छ। अब ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि जान्छौँ। ए म उता जानु पऱ्यो। ओके, फोटो सेसन भइरहेको दामी। जाऊ अझै, यो त स्टार्टिङ मात्र हो। अझै कति हिँड्नुपर्छ, अब 4-5 बजीसम्म हिँड्नुपर्छ यहाँदेखि। सो धेरै हिँड्नु छ। आलु कस्तो लाग्यो? एक्सप्रेसन गुड। मेरो भालो I don't know why, but दामी देखेको छ है। यसको जुन आउटटेक्स्चर छ अनि यो ग्रिनरी जुन स्कालियनले गार्निस गरेछ, इट्स कम्प्लिटली जिरा। अनि यो ब्रेडलाई चाहिँ, यो ब्रेडलाई चाहिँ के भन्छ? Just wow. It's a Tibetan bread. Tibetan bread with milk tea and 2 eggs. It's completely wow, guys. दामी। If you guys visit here in the Australian base camp, just don't forget to visit. Yeah, the restaurant naam tha bhaina haina, but the view is amazing. It's like wow, just wow. Have your breakfast here. Just like wow. Let's do the review it today. आलु Review do na. Guys, have fun भने जस्तै के the bread चाहिँ satisfied छ। सब मिठो। अब हामी निस्केको होइन कहाँबाट? अब हामी बाटैबाट। खै त ल, अब हामी बेस क्याम्पबाट हिँडेको होइन। यता टिकटक हुँदैछ। रेडी, बेस क्याम्पबाट हिँडेको। ब्रेकफास्ट चाहिँ राम्रै थियो होइन। ब्रेकफास्टको कति थियो अरे सम्झि तपाईँ भन्नु त? 650। त्यसमा चाहिँ टिबेटियन ब्रेड, 2टा सफ्ट बोइल एग, दुईटा सफ्ट बोइल एग, अनि पोटेटो फ्राइज, 1 मिल्क टी अर ब्ल्याक टी, त्यस्तो थियो होइन 650 मा। अनि जस्ट रिजनेबल प्राइस छ। अनि सबै मिठो छ, मिठो पनि छ। हो यस्तै हो। अब हामी जाँदैछौँ। अब चाहिँ हामी सिधै कहाँ जान्छौँ सम्झि? अब हामी पठाना जान्छौँ। अब बाटोमा 1-2वटा भिडियो आउँछ। अहिलेसम्म रमाइलो भइरहेछ। थ्याङ्क यू फर वाचिङ, किप वाचिङ है त। अझै रमाइलो हुन्छ, अझै हेर्दै गर्नु होला। च्याउ। ल यो चाहिँ मारुति हिमालको लागि हिँडेको ट्रेकरहरू हो होइन। हामी सबैजना ग्रुप चाहिँ धेरै रहेछ। ग्रुप चाहिँ लट्सअप ग्रुप भइरहेको। ल हेर्नुहोस् त त्यहाँ है, रमाइलो भइरहेको छ है। रमाइलो भइरहेको छ है। बाटो रमाइलो छ है केटा, बाटो रमाइलो छ। एकछिनपछि हामीले यहाँ SCA चेकपोस्ट भेट्यो, इन्फर्मेसन चेकपोस्ट रे। अब यहाँ के हुन्छ भन्ने कुरा त्यहीँ गएर थाहा हुन्छ। लेट्स सी के हुन्छ है त गाइज। किप अपडेटिङ हुन्छ। अब मेरो हाल्दिम है के हुन्छ मनोज तामाङ गर्ने चाहिँ के एन्ट्री गर्नु यहाँ नाम नम्बर पनि लेख्नु पर्यो। मेरो गाउँ Oh my god, look at this. Amazing.
सक्छ त अब दैट हेलो हामी चाहिँ अहिले लन्चको लागि होटल ग्रिन भ्यू लभली हिलमा आएर बसेछौँ यहाँबाट चाहिँ यस्तो पर्फेक्ट देख्दो रहेछ होइन सो हाम्रो खाना पनि रेडी भइसकेको छ अहिले म रेस्टुरेन्टभित्र जाँदैछु लुक एट दिस सरी खाना रेडी हो आइवा लुक दिस इज चिकन खाना लभली हिलमा हेरौँ पहिला के खाउँ त पहिला के खाउँ यसमा अचारसँग चोपेर दामी ल टोली अगाडि बढिसक्यो हामीले यहाँनिर हो लभली भ्यू रे यहाँनिर खाना खाएको है अनि खाना मस्त थियो ठिकै थियो होइन राम्रै थियो खानाको 800 रहेछ चिकन खानाको पहिला पनि त्यति नै सुनेको थियो हो रहेछ सो अब हामी फरेस्ट क्याम्पतिर जाँदैछौँ त्यो आजको हाम्रो लास्ट डेस्टिनेसन हो हामी त्यहाँ रेस्ट गर्छौँ सो अब हामी त्यतितिर भेट्छौँ मलाई किप साइनिङ फर नाउ थ्याङ्क यू फरेस्ट क्याम्प चाहिँ यहाँ रहेछ अनि हाम्रो होटल बुकिङ पनि यहीँ छ सो अहिले चाहिँ 3:30 जस्तो भयो होइन त्यस्तो मजाले चाहिँ थाकेको छैन अझै पनि हिँड्न चाहिँ सकिन्छ तर भोलिको लागि इनर्जी सेभ गर्नुपर्ने भएको भएर हामी चाहिँ बिस्तारै जाँदैछौँ सो अब चाहिँ हेरौँ कस्तो रहेछ होस्टेल त्यो फेरि देखाउँला है त किप वाचिङ